बिल्कुल मैले अघि नै भने यो क्याबिनेटले गरेको डिसिजन पनि गलत छ भने त्यसलाई नीतिगत निर्णयका नाममा छुट दिने व्यवस्था ठीक होइन। त्यसलाई सुधार गर्नुपर्छ भन्छु म चाहिँ। र राज्य व्यवस्था समितिको उपसमितिमा जे छलफल चलेको थियो त्यो ठीक छलफल चलेको थियो र त्यसलाई अगाडि बढाएर संसदले निर्णय गर्नु पर्यो क्या, पार्लियामेन्टले डिसिजन गर्नु पर्यो। लोकतन्त्रको फन्डामेन्टल क्या आधारभूत कुरा त पार्लियामेन्ट हो। यो अख्तियारले गर्ने कुरा होइन। यो फुल हाउस सदनले गर्नु पर्यो। त्यो भनेको जनताको सार्वभौमताको प्रतिनिधित्व पार्लियामेन्टले गर्छ नि। त्यसले निर्णय गर्नुपर्ने ठाउँमा सबै परम्परा नियम मिचेर अख्तियारले अब हामीले चाहिँ यो नीतिगत भएर चुप्लाएर बस्न सक्दैन भन्ने हो। अख्तियारले त सुझाव दिनु पर्थ्यो सरकारलाई, तपाईहरुले यस्तो गर्न भएन, अबदेखि सुधार गर्न पर्यो, तपाईहरुले विधेयक बनाएर लान पर्यो र सदनमा गएर पास गर्न पर्यो पो भन्न पर्छ र आफै न्यायाधीश भएर